काठमाडौँमा 4 वर्ष भयो व्यावसायिक रूपमा एग्रो फार्म सञ्चालन गरेको। एग्रो फार्म सञ्चालन गर्दाका उतार चढावहरू छँदैछन्। त्यो बिचमा गुमाउने भन्दा बढी प्राप्त भएको छ। प्राप्त भन्नाले आर्थिक रूपमा मात्रै प्राप्तिलाई प्राप्त भनेको छुइनँ। यसले गर्दाखेरि मेरो फ्यामिलीको सेटिस्फ्याक्सनको लेभल चाहिँ एक रूपमा बढेको छ। फ्यामिली युनाइटेड हुन सहयोग गरेको छ। म जस्तै मेरा दाइहरू पनि मैले व्यवसाय सञ्चालन गर्दा एक्लै आएको थिएँ भने अहिले सबै दाइहरू काठमाडौँमा यो व्यवसाय सञ्चालन गर्नका लागि, कृषिलाई व्यावसायिक रूपमा सञ्चालन गर्नका लागि मसँगै आइराख्नु भएको छ र उहाँहरूले आफ्नो व्यवसाय पनि सञ्चालन गरिरहनु भएको छ, जसले गर्दा उहाँहरूको आर्थिक उपार्जन पनि भइरहेको छ भने आफ्ना बच्चाहरूलाई पनि गाउँको स्कुलभन्दा काठमाडौँ आइसकेपछि गुणस्तरीय शिक्षा दिन एकदम सफल हुनुभएको छ र बच्चाहरूमा पनि आफ्नो शिक्षाप्रति उनीहरूको लगाव झुकाव र प्रगति देख्दा अलिकति भए पनि पहिलाको भन्दा अलिक खुसी देख्छु र आफू पनि खुसी भएको छु। त्यसकारणले काममा सानो र ठुलो हुँदैन। जुन सिप तपाईँहरूसँग छ र जुन सिप तपाईँहरू सिक्नका लागि तल्लीन हुनुहुन्छ त्यो सिप सिक्नका लागि र त्यो काम गर्नका निम्ति तपाईँहरू सानो र ठुलो नभनिकन काम गर्नुहोस्। व्यावसायिक सफलता अवश्य मिल्नेछ। थ्याङ्क यू।